आजसम्म रवि लामिछाने लुकेर हिँडेको देख्नु भएको छ? अँध्यारो निनौरो ठुस्स परेको लुकेको हारेको देख्नु भएको छ र? किनकि गल्ती गरेको छैन, शानले यसै गरी हिँड्छु, यसै गरी जवाब दिन्छु, जीवनभर दिइरहनेछु। र नेपालको सहकारी ठगीमा शानले छाती ठोकेर भन्छु, सबभन्दा धेरै दुईटा ठुला दलको, त्यसपछि तेस्रो ठुलो दलको सहभागिता छ। शानले भन्छु म 2 खर्ब 75 अर्ब र अहिले सहकारीको समितिले 86 अर्ब पैसा, त्यसको खोजीमा मलाई खोज्न जति समय लागेको भए पीडितहरूको आँसु पुछिन्थ्यो होला। तर उनीहरूलाई सहकारी पीडितको पीडामा मलम लगाउनु छैन, राजनीतिको रोटी सेक्नु छ। जसले राजनीतिको रोटी सेक्नु छ, मैले तिनीहरूलाई छाती ठोकेर स्वागत गरेको छु। लडाऊ, आऊ, हिँडौ। एक ठाउँमा मलाई दोषी देखाइदियो त मैले त राजनीति छोड्छु भनेको थिएँ नि। आजसम्म मैले खोजेको प्रमाण न दिन्छु भन्नेले देखाउन सक्यो, न प्रश्न गर्नेले देखाउन सक्यो। आरोप लगाएको लगाई त 10 वर्ष आरोप लगाउनु भयो भने म आरोपी मात्र भइरहन्छु। म त एउटा प्रमाण खोजिरहेको छु, ल्याउनुहोस् न। अहिले तपाईँले ल्याउनुहोस्, इच्छा कामनाबाट राजनीति छोडेको घोषणा गरेर यहीँबाट जान्छु, अहिले ल्याउनुहोस् न। तर एउटै कुरालाई पटक पटक भन्दैमा त्यो हुन्थ्यो भन्ने पुरानो एउटा मान्यता थियो होला। हामी त टेर्दैनौँ नि सर त्यस्तो कुरा। हामी गलतलाई त गलत नै भन्छौँ, सही भन्न सक्दैनौँ। हो, कम्पनीमा आएको कुरामा मैले पदीय रूपमा कानुनी के जिम्मेवारी भोग्नुपर्छ? आजीवन जेल जानुपर्ने हो कि 4 पाटे मोडिनुपर्ने हो कि राजनीति छोड्नुपर्ने हो कि तिर्नु पर्ने छ कि कसैलाई? तिर्ने पनि त कसलाई गएर तिर्नु पर्ला नि त। फेरि मैले यति तिर्नु पर्यो, तिर्ने कति तिर्ने होला त्यो त कसैले भनिदिनु पर्ला नि त। त्यसको लागि म तयार छु भनेर फेरि अहिले भर्खरै 5 मिनटको दौरानमा दोस्रो पटक मैले भनिसकेँ। अब मैले जानेको भाषा नेपाली हो, अङ्ग्रेजी अलिअलि बोल्छु, हिन्दी पनि अलिअलि बोल्छु। यी 3वटा भाषामा म यही कुरा भनिदिन सक्छु। त्योभन्दा अर्को भाषामा म यो कुरालाई बुझाउन सक्दिनँ हजुर। मैले सहकारीको पैसा ठगेको छैन। मैले कुनै सहकारी ठगीमा आफ्नो संलग्नता राखेको छैन। कानुनी रूपमा प्रतिवेदनहरूबाट यसलाई प्रमाणित गरिसकिएको छ, प्रहरीले प्रमाणित गरिसकेको छ। अब यो दोष खोज्ने, यसलाई राजनीतिक रूपमा रङ्ग लगाउने अनेक। अब तपाईँलाई एउटा कुरा बताउँछु म, घोषित सहकारी ठगहरू जो जेल पनि गएका छन्, त्यो विभिन्न राजनीतिक दलका सदस्य समेत भएका, ती सांसद समेत भएका मान्छे हुन्। ती सहकारी ठग हुन् भनेर प्रमाणित भएर कति जेलमा छन्। ती सहकारी ठगले आफ्नो पार्टीमा चन्दा दिएका छन्। त्यो पार्टीको अध्यक्ष सहकारी ठग हो कि होइन मलाई भन्नुहोस्? सहकारी ठगीमा जेल परेको छ सांसद एउटा होइन, धेरै छन्। प्रतिवेदनले सहकारी अपचलनमा, सहकारीमा डिपोजिट गर्ने, पैसा ल्याउने, त्यहाँबाट पैसा अनधिकृत रूपमा ल्याउने, खाता खोल्ने, कुनै ऋण लिने, कुनै पनि क्रियाकलापमा मेरो सहभागिता छैन। यदि भइदिएको भए यो अर्कै हुन्थ्यो भनेर भनिसकेको कुरा, रवि लामिछानेको संलग्नता छैन भन्ने कुरा स्पष्ट पनि भएको छ। विभिन्न अन्तर्वार्ताहरू पनि तपाईँले हेर्नुभएको छ होला, विभिन्न प्रतिवेदनले नै त्यसलाई स्पष्ट पारिसकेको छ। त्यसमा पनि स्पष्टता छैन भने चाहिँ यो कार्यक्रम सकिएपछि कति घण्टा फेरि बस्ने हो तपाईँ र म, या अरू सरकार जसलाई बाँकी छ उहाँहरूसँग म फेरि पनि बस्न तयार छु। बैंकैबाट आएको हुनाले त्यो बैंक टु बैंक आएको कुरामा धेरै चासो चर्चा दैनिक रूपमा गर्न सकिने कुरा होइन। र त्यो स्रोत कम्पनीमा कुन माध्यमबाट आएको छ, आधिकारिक रूपमा, औपचारिक रूपमा, र कम्पनी रजिस्ट्रार कार्यालयलाई त्यसको रिपोर्ट बुझाउने गरी आएको चिज भनेको सञ्चालकको व्यक्तिगत लोनका रूपमा आएको। मैले टेलिभिजन छोडेर म राजनीतिमा आएर चुनाव जितेर अगाडि बढेर गर्दै आउँदा त्यसमा विषयहरू निस्किएर अनुसन्धान गर्दै सिङ्गो राज्य लागेर हेर्दाखेरि त्यो पैसा त सहकारीबाटै विभिन्न माध्यमबाट ल्याइएको रहेछ भन्ने कुरा जानकारी आयो। आफू भएका बेलामा त्यसरी आएको पैसामा यदि मेरो संलग्नता, त्यसको अपचलन या कुनै पनि किसिममा त्यसमा मेरो सहभागिता, संलग्नता रहेछ भने त्यस अनुसारको कुनै पनि कानुनी दायित्व निर्वाह गर्न, कारबाहीको भागीदार हुन म तयार छु भनेर मैले यो दर्जनौं पटक भनेको छु। फेरि एकपटक भनेको छु, फेरि एकपटक प्रतिवेदनले र त्योभन्दा अगाडि धेरै ठाउँमा भएको अनुसन्धानले, एक ठाउँमा होइन धेरै ठाउँमा भएको अनुसन्धानले, त्यो अनुसन्धानबाट मुद्दा अदालतमै पुगेको कारणले कयौं प्रतिवादीहरू बनाइए। ती कसैको बयान कहीँ पनि उपस्थित नभएको र एकैपटक सरकार परिवर्तन भएपछि म गृहमन्त्री भइसकेपछि एउटा विषयलाई लिएर एउटा ठाडो उजुरीमा चाहिँ बहस चलेपछि पनि त्यत्रो राज्य लागेर खोजेको होइन र।